सो हे गाइस हजुर नमस्ते वेलकम ब्याक टु माई च्यानल। आज हामी बागलुङ आएको अहिले बागलुङमै छौँ। यहाँदेखि बागलुङबाट यहाँ बनाएँ त्यो राखेर कस्तो देखिन्छ राम्रो देखिन्छ त मेरो त अझै नि चल्दैछ आन्दोलन चाहिँ। अघिको मान्छे चाहिँ यहाँ लिएर आएछ होइन तेह्र हाल्दै हो हेर्दै बोला तिमी आधी हाली नि बोलेको यसरी हुन्छ। सो गाइज आज चाहिँ हामी बागलुङमा लाइसेन्स निकाल्न गएको। अनि हिजो चाहिँ के भएछ भने यहाँ कुस्माको त्यो शिवलाई चोर्नेर पुरै हातापाई भएछ कि म यसो भिडियो साइडमा राखिदिनु ल। आज त त्यस्तो छैन होला, आउँदै आउँदैन क्या हो आउनु त आउँछ तर सबै ल हेर्नु अलि सबै टाढैबाट देख्ने हेर्नु यहाँ मान्छेहरू कसरी बसेका छन् झगडा गर्दा बसेका छन् त्यस्तै गरेर लडे पऱ्यो नि होला। आन्दोलन अझै नि चल्दैछ आन्दोलन चाहिँ। आन्दोलन अझै छ है, अझै आन्दोलन चल्दैछ। बारेमा तर यही यातायातकै बारेमा के को हो अब सबले हालिरहेछ। ल हेर्नुहोस् मान्छे बसिरहेछ है नेपाल प्रहरी जाउँ होला जाउँ ल। कुस्मामा कन्डिसन यस्तो छ है गाइज, तर औडा है औडा हो नि त नि हेर। हामी चाहिँ फेरि अहिले अझ देखाउँथ्यौँ, हामी चाहिँ अहिले फेरि के अरे बागलुङ जानु खालि लाइसेन्स निकाल्न छ। खासमा हिजो चाहिँ यहाँ यता देखाउँछ नि त, यहाँ चाहिँ हातापाई यहाँ हातापाई भइरहेको थियो हिजो, अब अहिले चाहिँ तल भइरहेको है 3-4 जबरजस्ती हाल्दिन्छ। अब उता अब यहाँबाट त गयो, अब उताबाट के हुन्छ हेर्नु। अघिको मान्छे चाहिँ यहाँ लिएर आएछ होइन के अरे हाम्रो प्रहरी चौकी चौकी यहाँ हो। अघिको मान्छेले यहाँ लिएर आइरहेको हामीलाई कन्टेन्ट मिल्यो है ल गाइस। ल रेस ल खोइ त नि हान्दैन त्यहाँ ल छमार्के आइयो है त ल त्यो पोलिथिन रकम भन्ने नि ब्रेक नै यहाँ घर बनाउने तयारी भयो जस्तो छ नि यहाँ है। घर बनाउने होला नि रोड त बनाए पहिलाको भन्दा फुल हेर्नु दामी आइज के हो बन्दै हो भर्खर गएको के हो जीप हो इन्डियन जीप छ
मान्छे हेर्दा इन्डियन देखिरहेको कार्यालय पनि अब यही हो कता घुमाइदियो ए भयो त मिस्टेक भइहाल्यो नि यहाँ छ यता छ कार्यालय अनि धेरै पछि आएर हो हो यहाँ बनाउँदा हो कि मैले हो यहाँ बनाएको थिएँ मैले यहाँ अब बनाएको त्यो लाइसेन्स झिकेको कार्ड सङ्गमले कहाँबाट लिएर आएको थिएँ भने स्कुटी यता हो यहाँबाट हो यो घुम्टीबाट लिएको के हो भाइ भन्दै आइदिरहेको अगाडि नै रोकेको आइन्थ्यो कि ठिक छ तर ल गाइस हामी यसको उताबाट देखाउनु न देखाउनु हुन्छ रहेछ त सिधा हुनु कि सिधा सिधा छ कि ल पहिला सिधा यो देखाएर ओरिजिनल लाइसेन्स 5 नम्बरमा फाइनली आयो ओरिजिनल लाइसेन्स त्यो राखेर कस्तो देखाइन्छ राम्रो देखाइन्छ त ओरिजिनल लाइसेन्स आयो अब चेकिङ त हुँदैन त्यही ओरिजिनल लाइसेन्स आउँछ सो फाइनली आज चाहिँ हाम्रो ओरिजिनल लाइसेन्स निकालिसक्यो है यस्तो हुन्छ ल अलि हात देखिँदो रहेछ कि यार भन्ने गर्ने हुन्छ के अरे यो उसमा राखिदिनु न पर्छ अब चाहिँ हामी निस्किन्छौँ अब कन्डिसन देख्नु होला उसमा त्यो के अरे सिभिलाइजरमा कस्तो भयो होला होइन अब लाइसेन्स पनि झिक्यो त्यो के अरे साइन हानेको त्यो रसिद पेपर नभए नि हुँदो रहेछ यो चाहिँ बनाएको नि हुँदो रहेछ अब चाहिँ हामी घरनिरै जान्छौँ हटाउँछ यसमै हटाउँछ यहाँ हाल्नु सानो उसमा हाल्नु नि हाल्नु कसरी हाल्नु खोइ देखाउनु त यो सुरक्षित तरिका राख्ने हो कि तपाईँ सुरक्षितै छ क्या लास्टै सुरक्षित छ अब पर्स ट्याक्क खोलेर देखाउनु गर्नु न त्यो चेन लगाइदिनु चेन लगाउँछु म कसैमा यो उस लगाउनु फेरि अहिले ए सङ्गमको जस्तै भाइ के हो तँ नलाएको मोटा अब मलाई कहाँबाट छ होइन म यदि मोटो मान्छेले कहाँबाट जान्छ ल हेर्नुहोस् यस्तो तपाईँ लाइसेन्स त लिनुहुनेछ कसले कसो अघि देखाएको थिएँ ए चस्मा मलाई पनि लगाउनु त ल बरुण दाइले फर्क गर्नुहुन्छ यो चाहिँ हाम्रो यातायात कार्यालय हो सो ए गाइस हजुर नमस्ते वेलकम ब्याक टु माई च्यानल आज हामी बागलुङ आएको अहिले बागलुङमै छौँ एन्ट्री नै बागलुङबाट यहाँ बनाएँ त्यसमा चाहिँ सुरुमा चाहिँ मलाई त्यस्तै लाग्थ्यो पेट्रोल पम्पबाट यस्तो हुन्छ भनेर त्यही भएर मैले देखाएको कि होइन बसम त्यो बटनहरू नि अलि उस भएछ क्या यार यो तिम्रो उसको साह्रो साह्रो हाल्यो त साह्रो तपाईँ चलाउनुहोस् त अब चलाएको तरिका देखाउँछु मैले हतक्क पार्दिन चलाउँछु साइलेन्स चलेर पटपट ओ माई गड गोबार हाल्दैछ हाम्रो चाहिँ यो सोरुम भयो यो बाइक
फाइनली 20 बजे क्यानिर हेर्नु है भन्छ जाम हिँड्नु फर्काउँछ 20,000ले पनि देखाइदिन्छु के देखाउने ल फाइनली 20,000 भेट हुनुभयो यो लाइसेन्स भन्न लुटाइदिइरहलो किन हो र डराउने त्यसो त यहाँ के कामले आउनुभयो म देखाइदिन्छु धन्दै लटाइदियो त्यहाँबाट धन्दा ल्याइदिनु उहाँबाट बत्ती आएछ म त्यहाँबाट धन्दै ल्याइदिएँ कहाँ राख्यो त्यहाँ लाइसेन्स झिकिरहेको के भयो त नि यहाँ लागेको छ यो अस्ति लोटेर एक्सिडेन्ट भयो अस्ति तपाईँले त्यहाँ बोलाउँदा हेर्नु भएन कहाँ 10-12 चोटि बोलाउँदा कहाँ त्यहाँ काम गर्नु हुनुहुन्थ्यो सङ्गमलाई मात्र देखेको मैले अनि तल गएर चाहिँ हेर्नुहुन्छ कि भनेको हेर्दै हेर्नुहुन्छ अनि म त बनाउन चाहिँ हामीले बनाएको चेक गर्न लगाएको थियौँ त्यही भएर मुन्टाइ त्यसलाई नारिनले त्यहाँ त्यही बस्नु कसरी हेरेर यो धन्दा पल्दैन भन्ने त लागेको थियो क्या मलाई मैले पनि देखेको तिमीलाई देखेन हो निशान हाल्ने देखेन मैले 20,000 गयो भनेर अनि भन्नु उयो भने अनि घरकै खुल्दै बेला बन्द छ मेरो हाम्न लानु त्यहाँ 30 अहिले पठायो नि भन ल ल दाइ बाई ल 20,000 यहाँ सोरुममा आउनु रहेछ धन्न बाउले यहाँ उदो मुन्टै पाएको स्टार्टै गर्न मन्दिर पनि आइसक्यो ल सोलो नै भन्न त अन्त हामी यहाँ के अरे खाजा खानु लाग्यो सङ्गम पनि आइसक्यो अझै फेरि बाग्लुङ जानुपर्ने हो कि होइन हो ल अब हामी फेरि बाग्लुङ हिँड्छौँ अनि उता ए मेरो स्कुटरकै स्कुटर होइन यस्तै गर्ने यस्तो थियो मैले ग्लोबल ब्याङ्क अघि देखेँ अनि यसो नम्बर प्लेट हेरेको होइन रहेछ होइन किन्नु ल्याएँ मैले ल अहिले फेरि बाग्लुङ जानु पर्ने भयो सँगमा चाहिँ पैसा दिनु हो के अरे कुन नाममा के अरे कुन विपन विपन दाई आउनुहुन्छ उहाँबाट पैसा लिएर अनि नाममा चाहिँ बिप राख्छ है केटा त्यो बिप हुनैपर्छ त्यो नाममा नाम तोक्ने होइन कि कसैको के अरे यससँग पैसा ल्याउन ल हामी यहाँ बाग्लुङ आएको बाग्लुङको काम पनि सक्यो अनि यहाँ चाहिँ बिहा रहेछ क्या जाम किन जाम फेरि कार्ड सिस्टम रहेछ भनेर निकालिदियो भने है जान हुन्थ्यो भिडमा खान पाइन्थ्यो गर उफ्रिदिउँ न 2 डान्स हान्दिउँ न भयो छोरे यस्तो गलत काम गर्नु अनिल सुनेर हो क्या म पक्कै ओए नाचम भयो यार गएर कहाँ जाने पड्काइदिए नि हुन्थ्यो नि रिम बाइक गयो ल अनि गइदियो नि हामी फेरि कोट पाइँदैन मैले फेरि चप्पल लाउनु कि नाम त केटा श्रेष्ठ गरेर खाजा खानु लास्ट भोमै चाहिँ मलाई त त्यहाँ चाहिँ हाम्रो त खाएको खाएस् त नि त एकल काटेले एकल काट्यो र अनि स्पोन्सर उनी छन् उता भन न अनि स्पोन्सरको भन न अनि पहिला म त नाच्दिनँ राइटमा नाच्न लैजान् नाच्दिउँ होइन अनि नाचेर अनि यसो सघाइ ल्यायो भनेर उता गएर खाजा खाएर अनि निस्किन्छ
भयो छोडिदिन आउँछ बेलुका अरे काम गर्नु ल हामी बिहामा गइएन अब जान्छौँ ल आजको भ्लग यति नै हुन्छ होला भोलि पनि अब कता गइन्छ अब अर्को लिएर आउँछ ल ओ धुम्म चाले धुम नयाँ साधनहरू गाडी हाल्ने के हो गाडी हाल्नु